एउटा गीत गरेका थियौँ हामीले, विष्णु खत्री दाईसँग मेरो एउटा सहकारी थिए। दाईको लय सृजना र मेरो शब्दमा मैले एउटा लाहुरेहरूसँग सम्बन्धित गीत गरेको थिएँ, जो हाम्रो इन्डियन लाहुरेहरू हुनुहुन्छ। प्रायः हामीसँग पहिला धेरै मान्छेहरू कारगिलको लडाइँ हुने, जम्मू कश्मीरको लडाइँ हुने, त्यो एकदमै इन्डियामा त्यो बेलामा यो गीतको पनि एउटा छुट्टै अनौठो कथा छ। हामी बागलुङ बिनामारे तीजको प्रोग्राममा गएका थियौँ विष्णु खत्री दाई म। समयले आउँदै गर्दा बाटोमा दाईले यसको लय सृजना गर्नुभएको थियो र त्यसको शब्द मैले कोरेको थिएँ। गीत युट्युबमा भ्युज कति गएनन् भन्दा पनि मलाई गरेका गीतहरूमध्येमा एकदमै आत्मसन्तुष्टि मिलेको चाहिँ यो गीत चाहिँ इन्डियाको कुना कुनामा, जसमा मैले शब्द गरेको थिएँ। त्यो गीतले चाहिँ मलाई हुन्छ नि यो मेरा गीतहरूमध्येको एउटा कालजयी सृजना हो, अथवा एकदमै यो सृजना कहिले पनि मर्दैन जस्तो लागेको चाहिँ यो मैले लाहुरेहरूसँग सम्बन्धित एउटा गीत। हजुर, इन्डियाको कुना कुनामा यहाँकै मुखबाट यो गीत जाओस् अनि हामी श्रोता मित्रहरूलाई उहाँकै एल्बमबाट बजाउने छौँ। एकदमै यो मैले अलिक दसैँ तिहार अनि लाहुरेहरूको दिनचर्यासँग सम्बन्धित एउटा गीत थियो। आउँछु भन्थे दसैँ र तिहारमा, दसैँ र तिहारमा फेरि पल्टन सरिगो बिहारमा, इन्डियाको कुना कुनामा यस्तै रहेछ लाहुरेको जिन्दगी, कहिले कश्मीर कहिले पुनामा।